May di psalma, ini सब जस्तै लेडीजलाई सबै क्लिक विन्डो सबै पाइन्छ सब क्या हामीले देख्न पाइन्छ हजुरहरू यहीँ भ्यान्चरमा हुनुहुन्छ या नजिक नजिक हुनुहुन्छ भने आउन सक्नुहुन्छ pocket mirror हजुरहरूलाई चाहिन्छ भने किन्नुहुन्छ मलाई चाहिँ राम्रो लाग्यो तर मैले खानु आई थिंक ये रंग करो एक ऐसा दिन जब हर पल में अक्षय बन जाता है सही रंग क्या की कोई भूखा है एक समय का भोजन उसके लिए जीवन है इस अक्षय पर इस पैकोड़ा पर मैंने पहले ना हो गया स्टेज हो गया आज तो लात लात से लाऊंगी आज तो क्यूट क्यूट नाम इसको बड़ा देते हैं Mira, mira. So sweet. Even just the cute. Babies. Wow, stunning. मलाई सबैभन्दा मन परेको यो रुममा डेकोरेट गर्नले बताल्ने बट मलाई यति लिए अहिले चाहिँ यो तिरंग लाग्छ म पहिला दिन लाग्यो एउटा लिन्छु सिस्टर यो एउटा लिनु मिल्छ है यो एउटा लिन्छु मैले धेरै जस्तो लाग्यो फोल्डिङ गरेर ल्याउँदा
सो म यता साइडमा चाहिँ कन्सिलर हेरेँ सो अनि कलर करेक्टर हेरेँ अनि कस्तो दामी क्या लुक एट दिस वाउ कस्तो बवाल थियो क्या अनि त्यसपछि मसँग थियो अनि प्यालेटहरू थिएन त त्यो अलिक आइस्याडो प्यालेट अनि सो अलिक हल्का पुरानो थियो अनि एउटा न्यूबाट लिनु पर्यो भनेर हेरेको सो ठिकठाकै थियो यो चाहिँ मेरो सिस्टरहरूको जस्तो थियो सो मैले त्यही भएर यसलाई चाहिँ नलिने निर्णय गरेँ सो हेर्न त हेरेँ यसलाई चाहिँ सो फाइनलमा आएर मलाई यो प्यालेट चाहिँ मन पर्यो अनि मैले प्यालेट पनि लिएँ सो हेर्नु सक्नुहुन्छ कस्तो क्युट छ अनि त्यसपछि मलाई चाहिँ एउटा नेक्लेस चाहिएको थियो अनि मैले नेक्लेस हेरेँ ब्याम्बोको चाहिँ एकदम राम्रो लागिरहेको थियो अनि सो मैले एउटा ब्याम्बोको नेक्लेस लिएँ अरू पनि मैले हेर्दैछु हेर्नु सक्नुहुन्छ म चाहिँ रिङ नेपालबाट निस्केँ अनि त्यसपछि मेरो सपिङ गर्न थियो सो सपिङतर्फ लागेँ हेर्नु सक्नुहुन्छ सो मैले चाहिँ आज 81 भ्लग स्टार्ट गरेँ किन भन्दाखेरि म बालेश्वर कामले गएको थियो अनि किन त्यतिकै भन्नु भनेर भ्लग बनाउन त भने आज म के गर्छु भनेर भ्लग बनाएको छु काम पनि थियो सो के गर्छु आज सपिङहरू पनि गर्नु थियो सो त्यही भएर मैले आज छोटो मिठो भ्लग बनाएको छु हजुरहरूलाई पक्कै पनि मनपर्छ भन्ने आशा गर्दछु अनि सो हजुरहरूले यसरी नै माया गर्नु होला मेरो भ्लगलाई यसरी नै साथ सपोर्ट दिएर म अगाडि बढ्नलाई सपोर्ट हुनुभयो थोरै भ्युज थोरै लाग्यो भने के भयो त बिस्तारै बढिहाल्ला नि भन्ने मलाई लाग्छ आजको भ्लग यति नै बाइ